अब हामी ओस्टियोआर्थराइटिस अफ नीमा गरिने एक्सरसाइजहरूको बारेमा थोरै जानकारी लिन्छौँ। यसमा चाहिँ सुरुमा आइसोमेट्रिक्स अफ क्वाड्रिसेप्सबाट सुरु गर्छौँ। यसमा चाहिँ हामीले रुमाललाई डल्लो बनाउँछौँ। यसरी या सानो तकिया लिनुभयो नि हुन्छ। जुन चाहिँ खुट्टा चाहिँ तपाईँको दुखिरहेको छ त्यसमा पहिला सुरु गर्नुहोस्। दुईटैलाई एकैचोटि गर्नुभयो नि हुन्छ, तर सुरुमा चाहिँ एउटा एउटा गरी गर्नु। यो घुँडाले तल प्रेस गर्नु पर्यो। प्रेस गर्दाखेरि यो फुट चाहिँ माथि उठ्छ, पैताला आफूतिर तान्ने। यो पोजिसनलाई चाहिँ होल्ड गर्नु पर्यो अरू 10 सेकेन्ड। छोड्ने र यसलाई अरू 10 पटकसम्म रिपिट गर्नु पर्यो। दुईटै खुट्टामा गर्नुभयो नि हुन्छ। अब चाहिँ हामी त्यही रुमाल जुन छ त्यसलाई चाहिँ बिचमा राख्छौँ, दुईटा घुँडाको बिचमा। दुईटै घुँडाले चाहिँ मजाले च्याप्नु पर्यो। यसलाई च्याप्दाखेरि चाहिँ यो निस्किनु भएन। यसरी हजुरले 10 सेकेन्ड होल्ड गर्नु पर्यो अनि छोड्ने। यसलाई पनि अरू 10 पटकसम्म रिपिट गर्नु पर्यो। अब चाहिँ हामी तल पैतालातिर जान्छौँ। पैतालालाई तल माथि एङ्कल टो मुभमेन्ट गर्छौँ। पैतालालाई तलसम्म लाने, फेरि माथिसम्म ल्याउने, जति सकिन्छ त्यति माथि ल्याउने, जति सकिन्छ त्यति तल झर्ने। यसलाई चाहिँ अरू 15 देखि 20 पटकसम्म दोहोऱ्याउनुपर्छ। अब यही पैतालालाई हामी सर्कुलर क्लकवाइज र एन्टी क्लकवाइज, सुल्टो र उल्टो दुवै तरिकाबाट गर्छौँ। 10 उल्टो गर्नुभयो भने 10 उल्टो पनि गर्नुपर्छ। यो सुल्टो भयो, अब उल्टोबाट पनि यसरी चलाउनुपर्छ। अब हामी खुट्टालाई सिधा माथि उठाउँछौँ। स्ट्रेट लेग रेजिङ भन्छौँ हामीलाई। यो हामी क्वाड्रिसेप मसल्सलाई बलियो बनाउनको लागि यो एक्सर्साइज गर्छौँ। बिचमा राख्ने 45 डिग्रीको एङ्गलमा 10 सेकेन्डसम्म होल्ड गर्न लगाउने। 5 देखि 10 पटकसम्म दोहोऱ्याउने। दुईटै खुट्टामा पालो पालो गर्नु होला। अब हामी खुट्टालाई घुमाउनेवाला एक्सर्साइज गर्छौँ। यो चाहिँ हामीले सुल्टो 10 उल्टो 10 गर्न सक्छौँ। यो गाह्रो छ भने सुरुमा 5 सुल्टो 5 उल्टो गर्न सक्छौँ। अब उल्टो घुमाउनु। यसरी सुल्टो र उल्टो दुईटै घुमाउनुपर्छ। दुवै खुट्टामा 10 पटक गर्नुभयो हुन्छ। यसलाई चाहिँ धेरै दोहोऱ्याउनु पर्दैन। 10 सुल्टो 10 उल्टो गर्नुभयो हुन्छ। अब चाहिँ हामी साइड लाइनमा खुट्टालाई सिधा माथि उठाउँछौँ। यतिको उठाएर चाहिँ यसलाई फेरि 10 सेकेन्डसम्म होल्ड गर्ने। यसलाई पनि 5 देखि 10 पटकसम्म रिपिट गर्नु पर्यो। यो चाहिँ अर्को साइडमा पनि यतापट्टि पोल्टे परेर अर्को साइडको खुट्टा पनि त्यसरी नै उठाउनु पर्ने हुन्छ। अब हामी खुट्टालाई सिधा यो बसेर खुट्टालाई सिधा उठाउने गर्नेछौँ। खुट्टालाई यसरी सिधा माथि उठाउने, पैताला आफूतिर तान्ने। यो पोजिसनलाई पनि 5 देखि 10 सेकेन्डसम्म होल्ड गर्ने। पालो पालो दुईटै खुट्टामा गर्नुपर्छ। एक्सर्साइज चाहिँ दुईटै खुट्टालाई बराबर गर्नुपर्ने हुन्छ। 5 देखि 10 पटकसम्म दोहोऱ्याउनु होला।